खालि हेरिरहनु भयो क्या होल्डिङमा हेरिरहनु भयो तपाईँले के आइडिया गरेको भने यहाँ आइडिया गर्नुपर्छ यसैमा पिलर हाल्ने हुनु होइन यसले के गर्ने भने पिलर भयो नि पिलरको चाहिँ जुन आउटपुट रहँदै रहेछ नि होइन पिलर अलिक पिलर काट्यो यही कैँची हाल्दाखेरि पिलर तल नपुग्ने छेउमा त्यसलाई कैँची गरेपछि अलिक छोटो काटेर त्यो माथि गाड्ने भएको छ नि त्यसलाई फेरि यसै गाड्ने बाङ्गी बनाउँछ त्यो पिलरको त्यो माथि भाग लेबल हुँदा त्यो पिलरको भागले काट्ने एल बनाइदिने यहाँ एल गाँसिदिने यहाँ पुरै राउन्ड गरेर एल गाँसिदिने यहाँनिर यो पिलरको मुखमा चाहिँ कैँची नराखेर यहाँ छेउमा राखिदिने यो बलियो हुन्छ त यसले यसरी सपोर्ट दिनुपर्छ यहाँ सपोर्ट दिनुपर्छ है भाइ सपोर्ट दिनु त्यसलाई यता लाने अनि अर्को त्यसलाई पनि त्यसै गरेर कैँची छेउमा पुऱ्याउनु कैँची छेउमा पुऱ्याएपछि मलाई बार बार्न सजिलो भयो नि त त्यसैमा चाहिँ त्यही कैँचीको चाहिँ यसमै बार बार्न पाइयो नि त पछाडि उताबाट होइन भने फेरि अर्को बार लाउनुपर्छ सिधो छ भने यसरी सिधो छ भने यसरी नि सपोर्ट दिनुपर्छ त्यो सपोर्ट दियो भने हुन्छ सपोर्ट दिएर त्यतातिर जानु उहाँ अर्को त्यता फेरि बार बार अर्को डबल खर्च उतातिर लाग्यो भने मलाई फेरि 10,000 खर्च उता बाह्र जान्छ एल गरेर सपोर्ट दिने सानोले हुन्छ नि सपोर्ट त हुन्छ यो टुक्रा रहिहाल्छ हाम्रो यसको साडी छोटो काटेपछि गाँठे भएको यसलाई यहाँ बुन्थ्यो भने यसको मोटाइ भाग यहाँ काटे यहाँ जोइन गरेर मिल्यो नि त्यहाँ सपोर्ट दिएर अनि छेउमा राख्ने चाहिँ पिलरमा हुन्छ अनेक बुद्धि लगाएर त्यहाँ घट्दै सामान तपाईँ सामान घटाउनु होइन तपाईँ भन्नु यही पिलरमा अलिक बलियो ठिकै भयो यही बलियो भयो कैँची यता राख्ने कि अलिक अनि यो कैँचीलाई फेरि यता लाग्ने अलि छेउमा लाग्ने यहाँ पिलर यहाँ राखेर कैँची यहाँ पुऱ्याएपछि कैँची यहाँ बार बार्न सजिलो भयो मलाई यही कैँचीमा बार बार्न पाइन्छ हुन्छ होइन त्यसरी चाहिँ त्यसलाई त्यसरी के अरे दिमाग घुमाइदिनु मलाई के हुन्छ अब उता पनि त्यही गर्नु पर्ला पिलरबाट गाँसेर हुन्छ